ल अङ्कल आज कहाँ आयो ल भन्नु त आज हामी सुन्दरी जल यो हामी यो माथि ड्याम रहेछ होइन ड्याम पानी ड्याम यहाँनिर आएको छौँ सुन्दरी जल बस पार्कबाट अलिकति यता पनि माथि खोलैमा छौँ माथि चाहिँ गएको छैन हामी ड्याममा होइन हामी तलै छौँ यो सुन्दरी जलको पानी अहिले यो हाम्रो अहिले कुन फागुन महिना हो होइन फागुन महिनामा पनि यत्रो त्यहाँ खोलो अनि यत्रो ऐनाको झर्ना देखिहाल्यो होइन क्यामेरा लिनु तामा अनि अहिले तल 3 ठाउँबाट छोडेको भने कत्रो पानी छोडेर छ त हेर हामीले चाहिँ रासोपालाई यसो समर्थन गरेर त्यहाँ एकछिन भोटसोटमा आएर आयौँ होइन त भोटसोटमा आएर हाम्रो चाहिँ यसपालि चाहिँ हामी घन्टीलाई नै हो होइन घन्टी बजाउनु पर्छ हामी चाहिँ अब सबैलाई हेरिसक्यो सबैलाई धन्यवाद अहिलेसम्म जसले जे गरे सबैलाई धन्यवाद अब एकचोटि रासोपालाई हेरौँ त्यसपछि चाहिँ अब 5 वर्ष हेरौँ यसले नि राम्रो काम गऱ्यो भने यसलाई बाइकबाट हान्ने हो तर आश छ जनताले आश छ एजुकेटेड छन् सबै एजुकेटेड छन् जनताले आश गरे छन् त्यही भएर पनि विदेशबाट 3-4 लाख 5-6 लाख मान्छे आएछन् भोट हाल्न भनेर चट्ट भोट हालिन्छ मेरो जीवनमा पहिलोचोटिको भोट हो भतिजी हो होइन अहिलेसम्म भोट हालेको छैन हेर यो उमेरसम्म अब जापानतिर लाग्यो त्यहाँबाट 10 वर्षतिर गइहाल्यो होइन अब जस विदेश बस्नेहरूलाई पनि चाहिँ रासोपाले चाहिँ भोट हाल्ने माध्यम बनाउँछ विदेशै बसेर पनि भोट हाल्न सक्ने बनाउँछ भन्ने चाहिँ एउटा आशा छ जस देश बनोस् मेरो पटाप बन्नु पर्यो भनेर भनेको छैन मैले समग्र देश बन्न सिकेँ रोजगारीको लागि विदेश जानु विदेश जानु नपरोस् अब बुढाबुढी छुटेर सबैको यहाँ डिभोर्स भइरहेको छ नेपालमा होइन यो नहोस् यसको अन्त्य हुनुपर्छ अन्त्य होस् अब चाहिँ यहाँ चाहिँ सबैजना बुढाबुढी सबै फ्यामिली एकै ठाउँ बस्न पाउन् एकदम यति चाहेको हो क्या हामीले अनि काठमाडौँमा मास्क नलगाइकन सास फेर्न पाइयोस् धुलो धुवा देख्न नपरोस् विकास यति भयो हुन्छ अरू के आश गर्नु परेको छैन